हाई एभ्रिवान, वेलकम ब्याक टु एसके टेक्निकल क्लासेसमा तपाईँहरूलाई स्वागत छ। आज हामीले कोशी प्रदेश जुन सेक्सन सी राखिएको छ उसको लागि हामी चाहिँ सेट 1 है त सेक्सन सी को मात्र सेट 1 भनेर ल्याइसकेको छौँ र अब यो निट प्रतिदिन हुन्छ अपलोड है त। सेक्सन सी को मात्र भए तापनि अथवा एसिस्टेन्ट सब इन्जिनियरको लागि मोडल क्वेसन सहितै भयो भने झन् राम्रो, त्यस्तो पनि हामी अपलोड गर्न सक्छौँ। अपलोड हुन्छ र अपलोड भइसकेका पनि छ एउटा सेट, तपाईँहरू त्यो हेर्नु होला। र सेक्सन सी को सधैँ हुन्छ है त, चाहे त्यो अब यसरी टाइप्ड भएका क्वेसन आओस् कि अब कपीमा लेखेर आओस्, तर सधैँ हुन्छ है त कपीमा लेखेको पीडीएफ को फर्ममा। ल हामी ढिला नगरिकन स्टार्ट गर्छौँ क्वेसन नम्बर 1 बाट। क्वेसन नम्बर 1 मा के भनेको छ भने तपाईहरू हेर्न सक्नुहुन्छ मजाले। नेपालको संविधानका अनुसूचीहरूको समूह क र ख को जोडा मिलाउनुहोस् र सही विकल्प छनौट गर्नुहोस्। के भन्न खोजेको छ भने यहाँ चाहिँ नेपालका अनुसूचीहरू दिएका छन् समूह क मा, र समूह ख मा चाहिँ नेपालका कुन अनुसूचीमा के कुराहरू चाहिँ राखेका छन् भने ती कुराहरू चाहिँ दिएका छन् भने समूह ख मा भने तीसँग उपयुक्त जोडा मिल्ने कुरालाई चाहिँ जोडा मिलाउनुहोस् भनेको छ। ल हामी चाहिँ कुरा गर्छौँ अनुसूची 1 बाट। अनुसूची 1 मा के छ भने तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ, मैले अलिकति जुम गरिदिएँ, क्लियर देखेको होला। अनुसूची 1 मा के छ भने हामीलाई सबले थाहा छ अनुसूची 1 मा हामीले चाहिँ नेपालको राष्ट्रिय झण्डाको कुरा गरिएको छ, हो कि नै? सबले थाहा भएकै कुरा हो अनुसूची 1 मा। र अनुसूची 2 मा नेपालको राष्ट्रिय ज्ञान। अनुसूची 3 मा चाहिँ के छ त भनेपछि सबले थाहा नै छ नेपालको राष्ट्रिय निशान छाप है त, नेपालको निशान छाप। त्यस्तै अनुसूची 4 मा चाहिँ प्रदेश र सम्बन्धित प्रदेशका जिल्लाहरू है। अब चाहिँ हामी यसका जोडा मिलाउनको लागि कमसेकम हामीले दुईटा पनि थाहा छ भने हामी गर्न सक्नुहुन्छ, अथवा नभए पनि हामीले चाहिँ जमिन थाहा भएको झन् राम्रो। ल अनुसूची 1 मा हामीलाई के थाहा छ भने यो अनुसूची 1 ले चाहिँ 1 नम्बरमा राखिएको छ। अनुसूची 1 मा चाहिँ हाम्रो के छ त नेपालको राष्ट्रिय झण्डा छ, जुन चाहिँ यहाँ घ मा छ है त, यसरी मिल्ने भयो। त 1 को घ कुनमा छ त? अप्सन ए मा 1 क छ, सी मा चाहिँ 1 क छ। मिल्ने भएन है, मिल्ने भएन, दुटै मिल्ने भयो। 1 को घ बी मा छ र 1 को घ डी मा छ। अब दुईटा मध्ये कुनै एउटा हो। त्यस्तै अब अनुसूची 2, अनुसूची 2 मा के राखिएको छ हामीलाई के थाहा छ भने अनुसूची 2 मा चाहिँ राष्ट्रिय ज्ञान राखिएको छ, जुन चाहिँ अनुसूची 2 को ख भयो है त, यसरी मिल्ने भयो। त अब 2 को ख, दुटैमा 2 को ख छ, यहाँबाट पनि हामी मिल्ने काट्न सक्दैनौँ। त्यस्तै अनुसूची 3, अनुसूची 3 मा के छ भनेपछि हामीले सबलाई थाहा छ निशान छाप छ, जुन चाहिँ 3 क मा हुन्छ। अब 3 लाई चाहिँ क मा है त, जुन चाहिँ यो अप्सन यो मा छ, बी मा चाहिँ 3 को क छ, तर यो मा चाहिँ 3 को ग छ, जस कारण यो यताबाट यो पनि रङ भइहाल्यो, यो पनि काम लागेन हामीलाई। अब हामी रहेको अप्सन नम्बर बी करेक्ट हुने भयो हैन। र 4 मा अनुसूची 4 मा प्रदेश र सम्बन्धित प्रदेशका जिल्लाहरू, जुन चाहिँ यहाँ ग दिएकै छ, सो यसको करेक्ट अप्सन कुन हुन्छ त? 4 को बी हुन्छ। त्यसपछि नेक्स्ट मानुस के भनेको छ क्वेसन नम्बर 2 मा कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन 2079 अनुसार प्रदेश निजामती सेवा अन्तर्गत नरहने सेवा तलका मध्ये कुन हो भनेको छ। ल कोशी प्रदेश निजामती सेवा अन्तर्गत हामीलाई सबलाई थाहा छ 7 वटा सेवाहरू रहेका छन्। प्रदेश इन्जिनियरिङ सेवा, प्रदेश स्वास्थ्य सेवा, प्रदेश शिक्षा सेवा, प्रदेश कृषि सेवा, प्रदेश वन सेवा हैन। यस्ता सेवाहरू रहेका छन् भने यसमा चाहिँ कुन यस्तो सेवा हो जुन चाहिँ रहेको छैन। अब चाहिँ हामीले प्रदेश स्वास्थ्य सेवा रहेको छ, प्रदेश सूचना प्रविधि सेवा पनि रहेको छ, प्रदेश कृषि सेवा पनि रहेको छ। नरहेको भनेको सी रहेको छैन है त कोशी प्रदेश निजामती सेवा ऐनमा। तर यसै ठाउँमा कोशी प्रदेश स्थानीय स्थानीय सेवा सञ्चालन तथा गठन ऐन पनि छ हामीले पढ्नुपर्ने, जसमा चाहिँ यो कानुन सेवालाई चाहिँ स्थानीय कानुन सेवालाई चाहिँ पनि समावेश गरिएको हुनाले हामीले चाहिँ के गर्नुपर्छ त? त्यस्तो आएको भए त्यसमा चाहिँ यसो पनि हुन्थ्यो है त। ल स्थानीयमा चाहिँ यसले पनि राखिएको छ, बादबाकी निजामती प्रदेश वालामा चाहिँ प्रदेश निजामतीमा चाहिँ यसले चाहिँ राखिएको छैन, स्थानीय निजामतीमा चाहिँ यसलाई राखिएको छ। सो यसको करेक्ट अप्सन कुन हुन्छ त? क्वेसन नम्बर सी को करेक्ट अप्सन हुन्छ हामीलाई के अरे क्वेसन नम्बर 2 करेक्ट अप्सन हुन्छ सी। त्यसपछि 3 नम्बरमा आउनुहोस् के भनेको छ। कोशी प्रदेशको प्रदेश निजामती सेवा नियमावली 2081 मा व्यवस्था भए अनुसार निजामती कर्मचारीहरूको अध्ययन विधा स्वीकृति गर्ने अधिकार कसलाई हुन्छ? ल हामी यो सबलाई थाहा छ, हामी पढेकै कुराहरू हो खासमा। कोशी प्रदेशको प्रदेश निजामती सेवा नियमावलीमा 2081 अनुसार है निजामती कर्मचारीहरूले यदि अध्ययन विधा माग्न गयो भने अथवा अध्ययन विधाको लागि कोसँग चाहिँ
त्यो गर्नुपर्ने हुन्छ त कोसँग अधिकार हुन्छ? एमा हुन्छ कार्यालय प्रमुख छ, योसँग अधिकार हुँदैन, योसँग अध्ययन विधाको अधिकार हुँदैन, घर विधा यताउताको अधिकारहरू हुन्छ। विभागीय प्रमुख भनेको पनि उसको पनि उस्तै अधिकार हुन्छ, घर विधा दिने हैन, उपचार खर्चहरूका लागि त्योहरू पेश गरेपछि दिने त्यस्ता कुराहरू। प्रमुख प्रशासनिक अधिकारीसँग पनि हुँदैन। यो चाहिँ प्रदेश प्रमुख सचिवसँग हुन्छ, जुन चाहिँ प्रदेशको अधिकृत स्तरको 11 तहको कर्मचारी हो है त। ल त्यसपछि क्वेसन नम्बर 4 मानुस के भनेको छ? कोशी प्रदेशको स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन। म अघि भनिहालेँ, स्थानीय सरकारी सेवा गठन पनि हामीले पढ्नुपर्ने हुन्छ। 2080 अनुसार स्थानीय सरकारी सेवामा कार्यरत कर्मचारीलाई विशेष सजाय पाउने व्यवस्था कुन हो? विशेष सजाय अन्तर्गत दुईवटा सजायहरू हुन्छन्, एउटा चाहिँ सामान्य सजाय, अर्को चाहिँ विशेष सजाय। सबैलाई थाहा नै छ, यो निजामती सेवामा पनि छ है, र यो स्थानीयमा पनि छ। यो चाहिँ सेम नै छ है त दुटैमा चाहिँ। विशेष सजायमा मादक पदार्थ सेवन गरी कार्यालयमा उपस्थित भएमा यो चाहिँ विशेष सेवा अन्तर्गत पर्दैन। विशेष सजाय अनुशासनहीन काम गरेमा चाहिँ सामान्य सजायहरू हो। यसमा चाहिँ के गर्छ त, कर्मचारीहरूलाई थ्रिट गर्छ क्या। उनीहरूलाई अब के गर्छ भने उनीहरूलाई चाहिँ के भनौँ न ऊ दिन्छ क्या, अबदेखि त्यस्तो नगर भनेर हैन, उनीहरूलाई चाहिँ अलिकति शासन दिन्छ। निजले गरेको काम सन्तोषजनक नभएमा यी तीनटै के छ त, एबिसी तीनटै चाहिँ सामान्य सजाय अन्तर्गत पर्दछ र सामान्य सजायको कन्डिसन हो। यसमा चाहिँ सामान्य सजाय दिने गर्छ भने विधा स्वीकृत नगराई लगातार 90 दिनसम्म आफ्ना कार्यालयमा अनुपस्थित रहेमा त्यति बेला चाहिँ विशेष सजाय दिने काम गरिन्छ। सो यसको करेक्ट अप्सन कुन हुन्छ त भनेपछि डी हुन्छ है त। विशेष सजाय र सामान्य सजाय यी समय तीनटा के थियो त, सामान्य सजाय थियो है त साथीहरू। यो तीनटा सामान्य सजाय थियो। र यहाँ क्वेसनमा सामान्य सजाय लेखेको भए, तल चाहिँ अल अफ द एबभ लेखेको भए अथवा माथिका सबै लेखेको भए त्यति बेला चाहिँ डी हुन्थ्यो। त्यसपछि नेक्स्ट मानुस के भनेको छ क्वेसन नम्बर 5 मा, प्रदेशमा सुशासन कायम गर्नका लागि प्रदेश सरकारी कार्यालयहरूले अवलम्बन गर्नुपर्ने विषय तलका मध्ये कुन हो भनेको छ। यदि कुनै पनि प्रदेशमा सुशासन कायम गर्नका लागि प्रदेशका सरकारी कार्यालयहरूले के कुराहरू चाहिँ अवलम्बन गर्छ त, के विषयहरूलाई चाहिँ अवलम्बन गर्नुपर्ने हुन्छ त? कार्यालयमा नागरिक वडापत्र राख्नुपर्ने, एकदम सुशासन कायम गर्नको लागि सार्वजनिक सुनवाई गर्नुपर्ने है, यो एकदम जरुरी नै छ। त्यसपछि कार्यालयमा गुनासो र उजुरी पेटिका राख्ने र प्राप्त गुनासो र उजुरीको सम्बोधन गर्ने, गुनासो पेटिकाहरू राख्ने र के गुनासोहरू त्यसमा प्राप्त भएका छ राखेर मात्र भएन, त्यसका लागि चाहिँ त्यसको चाहिँ सम्बोधन पनि गर्नुपर्ने हुन्छ। र माथिका सबै यसको करेक्ट अप्सन 5 को डी हुन्छ। त्यस्तै क्वेसन नम्बर 6 मानुस के भनेको छ, तलका मध्ये प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकार अन्तर्गत कुन पर्दैन? माग सङ्कलन, यो चाहिँ काम कर्तव्य नै हो है। त्यसपछि चाहिँ प्रतिशत निर्धारण, कति प्रतिशत खोल्ने, यो पनि हो। त्यसपछि उम्मेदवार छनौट, उम्मेदवारका छनौट गर्ने पनि हो। र डीमा छ कर्मचारीलाई नियुक्ति है त। यो चाहिँ क्वेसन नम्बर 6 को करेक्ट अप्सन कुन हुन्छ भनेपछि कर्मचारीको नियुक्ति गर्ने काम चाहिँ प्रदेश लोकसेवा आयोगको होइन। यसको करेक्ट अप्सन डी हुन्छ है। यो काम कसको भने सिफारिस तथा अन्तर्वार्ता शाखा हुन्छ नि हैन, त्यसको। ल त्यसपछि क्वेसन नम्बर 6 वटा हामी चाहिँ डिस्कस गर्यौँ। अब चाहिँ क्वेसन नम्बर 7 बाट हामी चाहिँ हेर्नेछौँ है त साथीहरू। क्वेसन नम्बर 7 कहाँ हरायो? ठिकै छ, म लिँदैछु क्वेसन नम्बर 7 पनि। ल है साथीहरू, क्वेसन नम्बर 7 मा के छ भने सरकारी कार्यालयहरू है त, सरकारी कार्यालयहरूको अन्तिम लेखा परीक्षण तलका मध्ये कसले गर्दछ भनेको छ। यो क्वेसन पनि मोस्ट पपुलर छ क्या। मैले अब सेक्सन सी बाट चाहिँ बनाउने बेलामा चाहिँ 2-3 वटा क्वेसन मोडलमा चाहिँ यो क्वेसन हेरिसकेका छु, जुन चाहिँ अब हेल्थका लागि पनि र यता के भन्छ हाम्रो इन्जिनियरिङतिरकोबाट पनि मैले हेरिसकेका छु। यो क्वेसन 2-3 पटकै मोडल सेटमै रहेर पनि। र सरकारी कार्यालयहरूको अन्तिम लेखा परीक्षण तलका मध्ये कसले गर्दछ त? आन्तरिक लेखा परीक्षण भनेपछि इन्टरनल जुन लेखा परीक्षण हुन्छ उसले चाहिँ अन्तिम लेखा परीक्षण गर्दैन कि, उसले चाहिँ सुरुकै लेखा परीक्षण गर्छ। सो यसको ए होइन, महालेखा परीक्षक। त्यसपछि सम्बन्धित कार्यालयमा सम्बन्धित मन्त्रालय र डीमा चाहिँ अर्थ मन्त्रालय। यसको करेक्ट अप्सन हुन्छ बी, महालेखा परीक्षकले गर्दो रहेछ है त अन्तिम लेखा परीक्षणको काम। त्यस्तै क्वेसन नम्बर 8 मा के भनेको छ भने कोशी प्रदेशको दोस्रो आवधिक योजनाको दीर्घकालीन सोच तलका मध्ये कुन हो? दीर्घकालीन सोच सबैलाई थाहा भएकै कुराहरू हो। स्वच्छ, सुखी र सुमन्त प्रदेश हो है त। स्वच्छ, सुखी र सुमन्त प्रदेशको करेक्ट अप्सन बी हुन्छ भने सुखी नेपाली समृद्धि नेपाल भनेर यो चाहिँ नेपालकै हो हैन। ल त्यसपछि चाहिँ नेक्स्ट मानुस तलका मध्ये अहेब पदमा है त, यो चाहिँ हामीले पढ्नै पर्दैन इन्जिनियरिङको लागि है। तैपनि अब क्वेसन नम्बर 9 लाई किन छोडौँ भनेर
छोडिदिउँ, हामी इन्जिनियरिङ वालाको लागि गर्दैछौँ, त्यही पनि एकतालि म पढिहाल्छु। तलका मध्ये अहेवा पदमा बहाल कर्मचारीले गर्न नमिल्ने कार्य कुन हो? कुन कार्य? परिवार नियोजन, सेवा तथा परामर्श दिनु मिल्छ होला। त्यसपछि सुरक्षित गर्भपातन सेवा उपलब्ध गराउनु यो मिल्छ होला। मनोसामाजिक परामर्श दिनु यो पनि मिल्छ होला। नागरिकको स्वास्थ्य प्रबन्धन सम्बन्धी कार्य गर्नु यो पनि मिल्छ होला है। अब कुन हो भनेर यो चाहिँ अब अहेवाहरूले जानुहोस्। मनोसामाजिक परामर्श दिनु है त, यो मलाई लाग्छ बी हुन्छ। आफ्नै मन मुताबिकले चाहिँ परामर्श दिनु। अब खोइ के हो यसको लागि चाहिँ म केही भन्न सकिएन है त। त्यस्तै 10 मानुष के भनेको छ? नेपालको संविधानले कति प्रकारको नागरिकता पाउन सक्ने व्यवस्था गरेको छ? हाम्रो नेपालको संविधानले 4 प्रकारको नागरिकता पाउने व्यवस्था गरेको छ। सबलाई थाहा भएकै कुराहरू हो कि नै? डी नम्बर यो एकदम पढेकै कुराहरू हो। ल अब चाहिँ हाम्रो चाहिँ सेट यो 1 नै थियो भनौँ न होइन। हामी चाहिँ योभन्दा अगाडिका पनि दुईवटा सेट जति अपलोड गरिसकेका छौँ। एउटा त फुल गरेको छौँ टेक्निकल क्वेसन सहितका है, कोशी प्रदेशको सिलेबस अनुसार। तर सेक्सन सी को मात्र कुरा गर्नुहुन्छ भने यो सेट 1 हो। र सेट 2 पनि भोलि आउनेछ साथीहरू। सो एकदम के अरे च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, भिडियोलाई सकेसम्म सेयर गर्नुहोला। जति सेयर गर्नुहुन्छ उति राम्रो। हस् साथीहरू, धन्यवाद। हामीले अन्य थुप्रै मोडल क्वेसनहरू एसिस्टेन्ट सब इन्जिनियरका, सिभिल सब इन्जिनियरका र विभिन्न प्रदेशहरूका, गण्डकी प्रदेश विशेष कर्णाली कोशीहरूका समेत अपलोड गरिसकेका छौँ। त्योहरू तपाईँ हेर्नु भएको छैन भने मजाले हेर्नुहोला। हस् त, धन्यवाद।